यो तपाईहरुलाई पनि थाहा छ पहिला हामीलाई कहाँनेरि बसेर कसरी रिपोर्टिङको लागि स्थान तोकिएको थियो अहिले नभएर त हो पानी पर्दाखेरि यहाँ भिजेर बस्नुपर्ने हैन घाम आइसकेको छ प्रधानमन्त्रीले संवाद यो तपाईहरुलाई पनि थाहा छ पहिला हामीलाई कहाँनेरि बसेर कसरी रिपोर्टिङको लागि स्थान तोकिएको थियो अहिले नभएर त हो पानी पर्दाखेरि यहाँ भिजेर बस्नुपर्ने हैन घाम लाग्दा यहीँ बस्नुपर्ने पिसाब लाग्यो भने कहाँ जानुपर्ने थाहा छैन तिर्खा लाग्यो भने कहाँ जानुपर्ने अनि भन्नको लागि मात्र चौथो अङ्क किन भन्ने बरु भएको पास यहीँ आज बुझाउने अनि जाने क्या सर होइन भने व्यवस्थित हुनु पर्यो व्यवस्थापन भएन क्या सर त्यहाँ जानुहुन्छ भन्नुभएको छ जानुहुन्छ त्यहीँ गएको हामी नखिच्ने छ सरहरूलाई पनि अवगत नै छ होइन योभन्दा पहिलाको सरकार जुन यस्तै सामाजिक सञ्जाल र सञ्चार गृहलाई नै बन्देज लगाएर आज पतनको बाटोमा गएको हो के छ त्यस अर्थमा चाहिँ आज सम्मानले बुझ्छौँ भने हामीले हजुरलाई अनुरोध गरेर त्यहाँ हो भन्ने हो हजुरहरूले यो बाटोहरूको हुनाले हामीले बाटो छोडेको छौँ हामीलाई बाटोबाट सरकारले राखेको छ बाध्य बनायो अनि हामीलाई बाटोमै बस भनेको छ त सर बाटोमै तपाईँले बाटो भन्नुभयो हामीलाई बाटोमै बस भनेको छ बाटोमा पनि नबस त्यही भनेको हामीले बाटोमा नराख हामीलाई त्यति मात्र भनेको हामीले आउँदैन पनि हेर्नुहोस् होइन हाम्रो जम्मा जम्मी बुझाइ के हो भने हजुरहरूको त्यहाँ हो सरकारको कुरा के छ त्यहाँ प्रवक्ता मन्त्रीज्यूले प्रधानमन्त्री कार्यालयको वरपर पत्रकारलाई आउन दिन हुन्न भन्ने त्यस्तो कुरा कहाँ हुन्छ इन्सर्ट खिच्न पनि दिइरहेको थिएन सचिवालयले त्यही भन्छ यो कुरा अनुरोध गरेँ है हजुरहरू है यो बाटो चाहिँ अलिकति थोरै खाली गर्न पाए एकछिन त भनेर बसेका हुन् ध्यानाकर्षण गराउनलाई ध्यानाकर्षण भइसक्यो सर सुन्नु न हजुरप्रति सम्मान छ हजुर पनि हाम्रै साथमा हुनुहुन्छ बालेन सरकार हामीले नै साथ दिएर त्यहाँ पुर्यायौँ जसरी हजुरले सूचना लिएर आउनुभयो त्यसै गरी सूचना के पुर्याइदिनु पर्यो भने त्यहाँ एउटा रुम बनाइएको छ निवर्तमान सञ्चार मन्त्री जगदीश खरेलको नेतृत्वमा त्यो रुममा चाहिँ खिच्ने व्यवस्था मिलाइदिनुहोस् भनेर पत्रकारले भनिरहेका छन् त्यो सूचना पुर्याइदिनु बाहिर चाहिँ खिच्नुहुन्न